म दाईको कुममा ढल्किरहेको बेलामा मलाई मेरो साथी र उसको दाई बीच भएको चिकामारीको याद आइरहेको थियो। मेरो मन एकदम विचलित थियो कि यो साँच्चै सम्भव छ। म त केही कथा आफ्नै दाईसँग कल्पना गर्नु पो थालिसकेछु। तर दाजु बहिनीको सम्बन्धमा यो यति सजिलै हुन्छ भन्ने पनि मलाई लागेको थिएन। मलाई थाहा थियो यो एकदमै गाह्रो हुन्छ। पहिले मैले दाईको मन के छ भन्ने कुरो बुझ्नुपर्छ। यस्तै कुरो सोचिरहेको थिएँ, मम्मी आउनुभयो अनि एकैछिन बजार जाने काम छ, तिमीहरू बस्दै गर है, झगडा नगरिकन भनेर आफू जानुभयो। मम्मी जाने बित्तिकै मेरो दिमागमा एउटा कुरो फुर्यो। म जुरुक्क उठेर आफ्नो कोठातिर गइरहेको थिएँ। दाईले सोध्नुभयो, नानी अहिले त भित्रबाट आएकी, फेरि किन भित्र गए कि भनेर। मैले दाईलाई मेरो मोबाइल छुटेछ भित्र, म लिएर आइहाल्छु हजुर, बस्दै गर्नु भनेर म कोठातिर गएँ। मैले यतिखेर तिग्रासम्मको हाफ प्यान्ट र माथिपट्टि एउटा टी सर्ट लगाएको थिएँ। मैले लुगा त अहिले पनि त्यही नै लगाउने निधो गरेँ, तर मैले माथि आफ्नो ब्रा खोलिदिएँ अनि तल पनि पेन्टी झिकेर फ्यालिदिएँ। अब म अन्डरगार्मेन्ट्स बिना नै बाहिर एउटा हाफ प्यान्ट र टी सर्टमा आएँ। मेरो दुधको मुन्टाहरू टी सर्टबाटै च्यातेर बाहिर निक्लौला जस्तो देखिरहेको थियो। जिन्दगीमा पहिलो पटकमा यस्तो काम गर्न गइरहेको थिएँ। मनमा डर एकदमै लागिरहेको थियो, तर डरभन्दा पनि बढी म एक्साइटेड थिएँ। दादाको एक्सप्रेसन कस्तो होला, मलाई हेर्नु होला कि नहेर्नु होला कि यादै नगर्नु होला कि, म एकदमै उत्सुक भएर एकदमै मन विचलित भइरहेको थियो मेरो। म दादाको छेउमा गएर त्यसै गरी बसेँ, अघि बसे जस्तै गरेर उहाँको कुममा टाउको राखेर। तर दादालाई मोबाइल लिन गएको भनेर छिरेको थिएँ, मोबाइल चाहिँ नलिकन आएँ। अनि दादाले सोध्नुभयो, खै त तेरो मोबाइल लिन गयो कि होइनस् त भनेर। अनि मैले के भनौँ भयो। दादालाई भनिदिएँ चार्ज रहेछ मोबाइलमा, फेरि चार्ज नहालेर आएको भनेर। दादा मलाई हेरेर मुसुक्क हाँस्नुभयो अनि कलेजको बारेमा सोध्न थाल्नुभयो, पढाइको बारेमा सोध्न थाल्नुभयो। यहाँनिर म दादाको बारेमा के कुरो भन्न चाहन्छु। मेरो दादा म्यारिड हो। भर्खरै दादाको एउटा छोरी भएको छ। भाउजू सुत्केरी खानको लागि माइत जानुभएको छ। लगभग 1 महिना जति भयो। दादा एउटा राम्रो मल्टिनेसनल कम्पनीमा काम गर्नुहुन्छ। उहाँको पनि कमाइ राम्रै छ। दादा यतिखेर एउटा ट्राउजर अनि माथिबाट टी सर्ट लगाएर बस्नुभएको थियो। उहाँले सायद कुनै पर्फ्युम लगाउनु भएको थियो, बिहान नुहाएर मगमग बास्ना आइरहेको थियो। त्यो बास्नाले म झन् दादाप्रति आकर्षित हुँदै गएँ। तर मनमा डर भने जस्ताको त्यस्तै थियो, अलिकति पनि कम भएको थिएन। त्यही हो, एक्साइटमेन्टले त्यो डरलाई अलिअलि लुकाउन खोज्दैछु। मैले दादालाई अलिकति उता सर्नु न अनि खुट्टा तल राख्नु भने दादा अलिकति उता सर्नुभयो। त्यसपछि म दादाको काखमा टाउको राखेर दादाको मुखपट्टि फर्किएर सुतेँ दादाको काखमा। दादा टिभीमै मस्त हुनुहुन्थ्यो, उहाँले मलाई ध्यान दिनुभएको थिएन। अब दादाको ध्यान आफूतिर नगएकोले गर्दाखेरि दादाको ध्यान आकर्षण गर्नको लागि मैले दादाले पालिरहेको सानो दारी हातले तान्दिएँ। त्यतिखेर दादालाई दुख्यो अनि अय्या भनेर मतिर हेर्नुभयो। मेरो अनुहारमा दादाको अनुहार पर्ने बित्तिकै दादा एकछिन त्यत्तिकै फ्रिज भयो जस्तो हुनुभयो। एकछिन दादाको हलचलै भएन, आँखा ठुला ठुला भए। दादाको शरीर चलेको थिएन, मात्र दादाको आँखा चलिरहेका थिए। घरि मेरो छातीमा टिसर्ट बाहिर पोख भइरहेको मेरो दुधको मुन्टो, घरि मेरो फेस, घरि दुधको मुन्टो, घरि मेरो फेस हेरिरहनु भएको थियो। म मनमा नै खुसी भइरहेको थिएँ। सायद त्यो खुसी मेरो आँखामा पनि झल्किरहेको थियो। मैले दादालाई के भयो दादा भनेर गर्न चाहेँ। दादा अनि निन्द्राबाट उठे जस्तो हुनुभयो र आत्तिनु भएर केही होइन भनेर मलाई उठाउनु भयो अनि आफ्नो कोठातिर लाग्नुभयो। यसमा यति कुरो त प्रष्ट छ, अचानक बहिनीको दुधको मुन्टो टी सर्टबाट देखेको हुनाले गर्दाखेरि दादा हडबडिनु भयो। केही उत्तर नभएपछि आफ्नो कोठातिर जानुभयो। लगभग 15-20 मिनटपछि दादा बाहिर आउनुभयो। म दादाको ढोकातिरै हेरिरहेको थिएँ। दादा आएको थाहा पाएपछि मैले आँखा चिम्लिएर निधाए जस्तो गरेँ। दादाले मलाई बोलाउनु भयो एकचोटि, तर मैले सुनेर पनि नसुने जस्तो गरेँ। अनि दादा मेरो छेउमा आउनुभयो, मेरो छेउमा आएर भुँडा टेकेर बस्नुभयो। म अझै पनि निधाए जस्तै गरिरहेको थिएँ, तर आँखा छिम्रो पारेर थाहा नपाउने तरिकाले दादाको अनुहारलाई हेरिरहेको थिएँ। दादा दुइटै हातले आफ्नो टाउको कन्याउँदै हुनुहुन्थ्यो। त्यसपछि दादाको दाहिने हात बिस्तारै बिस्तारै आफ्नो छातीमा सर्यो। त्यसपछि छातीबाट नाइटो हुँदै दादाको ट्राउजरमा दादाको लाडो भएको ठाउँमा गएर अडियो। दादाको लाडो भएको ठाउँमा ट्राउजरमा
टेन्ट जस्तो बनिरहेको थियो। मैले थाहा पाइसकेँ दादाको लाडो ठन्किरहेको छ भन्ने कुरो। सायद म मेरो प्लानमा सक्सेस हुँदैछु। दादाले कान नजिकै आएर मलाई बोलाउनु भयो, नानी भनेर। अनि मैले पनि निदाएकै बेलामा कसमसिए जस्तो गरेर नचलाउनु न दादा, म सुत्छु, एकछिन डिस्टर्ब नगर्नु न मलाई भने। दादाको दाहिने हात त ट्राउजर बाहिरबाट लाडो खेलाइ नै रहेको थियो र दादाले आफ्नो देब्रे हात बिस्तारै मेरो कुममा राख्नुभयो। म हलचल गरिनँ। दादाले मैले थाहा नपाएँ भन्ने सोचेर होला आफ्नो हात मेरो घाँटीमा लानुभयो। मेरो कान पछाडिको कपाललाई लट्टा बनाएर औँलाले घुमाउन थाल्नुभयो। दादा निरन्तर मेरो अनुहारमा हेरिरहनु भएको थियो अनि मेरो दुधको मुन्टामा हेरिरहनु भएको थियो। दादाको दाहिने हात लगातार आफ्नो ट्राउजर बाहिर चलिरहेको थियो। केही समयपछि दादाले यसो वरपर हेर्नुभयो। घरमा अरू कोही छैन भन्ने कुरो निश्चित भइसकेपछि दादाले आफ्नो ट्राउजरको इलास्टिक अलिकति उठाएर आफ्नो हात लाडोभित्र छिराउनु भयो। बाउजू सुत्केरी हुनुभन्दा 2 महिना अगाडिदेखि र अहिलेसम्म म लगभग 3-4 महिना भइसकेको थियो सायद दादाले पुतीको स्वाद पाउनु भएको थिएन। त्यही भएर पनि होला उहाँ एकदम दोधारमा हुनुहुन्थ्यो। हुन त मनातामा उहाँको बहिनी हो, तर पनि मेरो पनि दुध, मेरो पनि पुती त छ, त्यो पनि भाउजूको भन्दा यङ। कसलाई मन पर्दैन होला र। दादाले बिस्तारै आफ्नो लाडोलाई ट्राउजरबाट बाहिर निकाल्नुभयो। त्यसपछि लाडोको छालालाई अलिकति हटाउनु भयो। त्यहाँ पानी जस्तो अलिकति बाक्लो केही तरल पदार्थहरू चम्किरहेको थियो। सायद त्यो दादाको प्रिकम हुनुपर्छ। दादाले आफ्नो 2टा औँलाले त्यो प्रिकम छुनुभयो र यसरी आफ्नो फेस अगाडि ल्याएर औँला यसरी 2टा औँला छुट्याउनु भयो। त्यहाँ एउटा बाक्लो पदार्थ भएकोले गर्दाखेरि त्यहाँ एउटा धार जस्तो बन्यो। त्यो देखेर म एकदम मन्त्रमुग्ध भएँ। त्यसको मसिनो खालको सुगन्ध मेरो नाकमा भरिँदै गइरहेको थियो। नाकको माध्यमबाट मेरो फोक्सोमा गएर भरिँदै गएको थियो। दादाले के सोच्नुभएको नि मलाई थाहा छैन। हो त्यही प्रिकम लागेको औँला दादाले नजिकै ल्याएर मेरो सिउँदोमा सिँदुर भरे जस्तो गरेर मेरो सिउँदोमा त्यो प्रिकम दल्दिनु भयो। त्यतिखेर दादाको अनुहारमा डरका साथसाथै एउटा मुस्कान पनि आइरहेको थियो। त्यसपछि मैले अब एक कदम अगाडि जाने विचार गरेँ अनि निन्द्रैमा जिउ चलाए जस्तो गरेर एउटा आफ्नो खुट्टालाई टोबारे अनि एउटा खुट्टालाई सोफाबाट बाहिर राखेँ। त्यसो गर्दाखेरि मेरो पुती भएको भाग पेन्टी भएको नहुनाले गर्दाखेरि मेरो पुतीको ओठ मेरो पातलो हाफप्यान्टमा छ्याप्पै छापियो। सर्वाङ्ग रूपमा नाङ्गो नभए पनि त्यो कपडाले छोप्ने भन्ने काम केही पनि गरेको थिएन। मेरो पुतीको जस्तो सेप छ जस्ताको तस्तै अब दादाको अगाडि थियो। मलाई यति कुराको अनुभव हुने बित्तिकै मेरो पुतीबाट पानी रसायो। मेरो हाफप्यान्ट पनि त्यो ठाउँमा भिज्न थाल्यो। दादा एकटक त्यहाँ हेरिरहनु भएको थियो। घरि हात अगाडि बढाउन खोज्नुहुन्थ्यो, मेरो पुतीमा राख्न खोज्नुहुन्थ्यो अनि फेरि आफ्नो हात पछाडि सार्नुहुन्थ्यो। दादा जुरुक्क उठ्नुभयो। दादाको लाडो बाहिरै थियो। मेरो अनुहार अगाडिसम्म आएर हल्लिन थाल्यो। म आँखा खोलेर जप्पै दादाको लाडो पक्रेर च्याप्पै मुखमा हालौँ कि जस्तो पनि लागिरहेको थियो। तर म अझै पनि कन्फिडेन्स पाइसकेको थिइनँ। दादा फेरि भुँडा टेक्नुभयो अनि मेरो पुती नजिकै लगेर नाक राख्नुभयो र लामो सास तान्नुभयो। सायद मेरो पुतीको सुगन्ध पाउन खोज्दै हुनुहुन्थ्यो। त्यसपछि दादा उठेर कोठातिर जानुभयो। 10 मिनटपछि आउँदाखेरि म पनि उठेर मुख धोए जस्तो गरेर सोफामा बसिसकेको थिएँ। दादा फर्किएर आउँदाखेरि दादाले पनि मुख धुनुभएको थियो। सायद बाथरुममा गएर हस्ते हान्नेर आउनुभएको हो। आएर मेरो छेउमा बस्नुभयो अनि आएर मेरो कपाल सुमसुमाउँदै भन्नुभयो, नानी त पनि हिजो अस्तिसम्म सानै थिइस्, मेरो काखैमा बस्थिस्, अहिले कति ठुली भइसकिस् है। मेरो ठाउँमा आउँदिनस् पनि, मसँग बोल्दिनस् पनि राम्रोसँगले। म दादाको त्यो कुरो सुनेर आफ्नो मौका एउटा फेला पारे जस्तो भयो अनि त्यस्तो नभन्नु न दादा, म त हजुरकै प्यारी बहिनी त हो नि भनेर जुरुक्क उठेर फेरि दादाको काखमा गएर बसिदिएँ। अब म पनि पेन्टी नलगाएको, दादाले पनि बक्सर नलगाएको। दादाको लाडोमा फेरि हलचल सुरु भयो। म फेरि अझ मेरो चाक दादाको लाडोमा थाहा नपाउने पाराले जिउ चलाए जस्तो गरेर दबाइरहेको थिएँ। अब दादाको लाडो बिस्तारै बिस्तारै उठ्न थाल्यो। अब मलाई मेरो पुती र मेरो कन्डोमा केही घोचे जस्तो अनुभव भइरहेको थियो। मैले दादालाई भने, दादा लुगा सुकाएर उठाउने बेलामा यो हाफप्यान्टमा च्यापेको चिम्टा तपाईँले निकाल्न बिर्सिनु भयो जस्तो छ, हाफप्यान्टमै रहे जस्तो छ, मलाई घोचे जस्तो छ खै भनेर मैले जुरुक्क उठेर च्याप्पै दादाको लाडो पक्रेँ।